ल आज हामी पीएचपीको दुनियाँमा डुबुल्की मारौँ है त। यो एउटा यस्तो अदृश्य शक्ति हो जसले हामीले हरेक दिन चलाउने लाखौं वेबसाइटहरूलाई साँच्चै जीवन दिन्छ। भन्नुपर्दा यो वेबको पर्दा पछाडि चल्ने खास इन्जिन नै हो। कहिले मनमा आएको छ जब कुनै वेबसाइटमा लगइन बटन थिचिन्छ वा केही खोजिन्छ, त्यो जादु कसरी हुन्छ? त्यो तुरुन्तै आउने जवाफको रहस्य पीएचपी जस्तै शक्तिशाली प्रविधिहरूमा लुकेको हुन्छ। ल आज हामी के कुरा गर्छौं सरसर्ती हेरौं है त। हामी पीएचपी भनेको के हो भनेर सुरु गर्नेछौं, त्यसपछि सर्भर साइडको जादुलाई बुझ्नेछौं अनि वास्तविक दुनियाँमा यसले के गर्छ भनेर हेर्नेछौं। यसका राम्रा र नराम्रा पक्षहरूलाई पनि केलाउनेछौं र अन्त्यमा यसको छोटो तर रोचक इतिहास पनि जान्नेछौं। ल त हाम्रो यात्राको पहिलो खण्डबाटै सुरु गरौं। आखिर यो पीएचपी भन्ने चीज के हो र यसले कसरी स्थिर देखिने वेब पेजहरूलाई जीवन्त र डाइनामिक बनाउँछ? पीएचपीको पूरा नाम अलि अनौठो छ है, हाइपरटेक्स्ट प्रिप्रोसेसर, तर यसको काम एकदमै सीधा छ। यो एउटा सर्भर साइड स्क्रिप्टिङ भाषा हो। अब सरल भाषामा भन्दा यो यस्तो कोड हो जसले वेबसाइटलाई एउटा स्थिर पोस्टर जस्तो हुन दिँदैन, बरु एउटा अन्तर्क्रियात्मक अनुभव बनाउँछ जहाँ डाटा भर्न सकिन्छ, लगइन गर्न सकिन्छ र सामग्री पनि परिवर्तन भइरहन्छ। अब अघि हामीले भनेको त्यो जादुई शब्द सर्भर साइड, यसको अर्थ के हो त? पीएचपीको शक्ति बुझ्नको लागि यो अवधारणा बुझ्नु एकदमै जरुरी छ। ल आउनुहोस् यो रहस्यलाई पर्दाफास गरौं। यस्तो कल्पना गरौं कि वेबमा कोड चल्ने दुईवटा मैदान छन्। एउटा हो क्लाइन्ट साइड, जुन हाम्रो आफ्नै कम्प्युटरको ब्राउजरभित्र हुन्छ, जहाँ जावास्क्रिप्ट जस्ता भाषाहरू खेल्छन्। अर्को हो सर्भर साइड, जुन वेबसाइट रहेको त्यो शक्तिशाली कम्प्युटर अर्थात् सर्भरमा हुन्छ। हो, यही मैदानमा पीएचपीले आफ्नो जादु देखाउँछ। यो भिन्नता बुझ्नको लागि एउटा एकदमै सजिलो प्रश्न प्रयोग गरौँ न। मानौ हामीले कुनै वेबसाइटलाई 2+2 को हिसाब गर्न लगायौं। पीएचपीले यसरी काम गर्छ। हाम्रो ब्राउजरले प्रश्न सर्भरलाई पठाउँछ, सर्भरमा रहेको पीएचपीले हिसाब गर्छ र 4 भन्ने अन्तिम जवाफ मात्र हाम्रो ब्राउजरमा पठाउँछ। मतलब सबै सोच्ने काम सर्भरमा भयो। अब क्लाइन्ट साइडको तरिका हेरौं, जुन ठ्याक्कै उल्टो छ। यहाँ हाम्रो ब्राउजरले सर्भरसँग जवाफ माग्दैन, बरु हिसाब गर्ने सूत्र नै माग्छ, अर्थात् 2+2 भन्ने कोड। अनि हाम्रो आफ्नै कम्प्युटरको ब्राउजरले त्यो सूत्र प्रयोग गरेर जवाफ निकाल्छ। यहाँ दिमाग चलाउने काम चाहिँ हाम्रो कम्प्युटरले गर्यो। त्यसो भए मुख्य भिन्नता यही हो। पीएचपीले वेबसाइटको दिमागको रूपमा काम गर्छ। यसले पर्दा पछाडि सर्भरमा सबै गणना र प्रशोधन गर्छ र अन्तिम सफा परिणाम मात्र हाम्रो स्क्रिनमा पठाइदिन्छ। सिद्धान्त त बुझियो, तर वास्तविक संसारमा यो कसरी प्रयोग हुन्छ त? विकासकर्ताहरूले हरेक दिन पीएचपीलाई कुन काममा लगाउँछन्? ल अब यसको व्यावहारिक पक्षलाई अलि नजिकबाट हेरौं। पीएचपी वेबको एउटा वर्क हर्स नै हो। यो अनलाइन फार्महरूबाट डेटा सङ्कलन गर्न, डेटाबेसहरूमा जानकारी भण्डारण गर्न, प्रयोगकर्ताहरूलाई लगइन गराउन र सर्भरमा फाइलहरू अपलोड वा डाउनलोड गर्न जस्ता अनगिन्ती कामहरूमा प्रयोग हुन्छ। र यदि यसको प्रभाव कति ठूलो छ भनेर बुझ्नु छ भने यति सोचे पुग्छ। इन्टरनेटको 1/3 भन्दा बढी वेबसाइटहरूलाई शक्ति दिने वर्डप्रेस जस्तो विशाल प्लेटफर्म पूर्ण रूपमा पीएचपीमै बनेको छ। तर कुनै पनि प्रविधि सिद्ध त हुँदैन नि, हैन र? हरेक सिक्काको दुई पाटा भए जस्तै पीएचपीका पनि आफ्नै शक्ति र केही कमजोरीहरू छन्। ल एक निष्पक्ष दृष्टिकोणले यसलाई केलाउँ। पीएचपीका केही प्रमुख फाइदाहरू छन्। यो ओपन सोर्स र निशुल्क छ, जुन सुकै प्लेटफर्ममा चल्छ र एचटीएमएलसँग सजिलैसँग मिल्छ। अर्कोतर्फ यसका केही सीमितताहरू पनि छन्। यदि होशियार भएर कोड लेखिएन भने सुरक्षा जोखिमहरू देखिन सक्छन् र यो नोड.जेएस जस्ता केही नयाँ प्रविधिहरूको तुलनामा अलि ढिलो हुन सक्छ। हरेक महान कुराको एउटा कथा हुन्छ र पीएचपीको पनि छ। यो रातारात बनेको होइन। ल यसको रोचक यात्रामा एक नजर लगाऊं, जसले यसलाई एक व्यक्तिगत परियोजनाबाट वेबको एउटा स्तम्भ नै बनायो। यसको कथा सुरु हुन्छ 1994 मा, जब रास्मस लेयरडोफले यसलाई एउटा व्यक्तिगत परियोजनाको रूपमा सुरु गरेका थिए। 1995 मा यसलाई सार्वजनिक गरियो र त्यसबेलादेखि यो निरन्तर विकसित हुँदै आएको छ र आज हामी यसको 8औं संस्करणभन्दा पनि माथि पुगिसकेका छौं। स्रोत सामग्रीले एउटा एकदमै महत्त्वपूर्ण कुरा औँल्याइएको छ। पीएचपी जस्ता आधारभूत कुराहरू बुझ्नु
किन यति महत्त्वपूर्ण छ किनभने जब अन्तर्वार्तामा बसिन्छ यिनै साधारण देखिने प्रश्नहरूले ज्ञानको जग कति बलियो छ भनेर देखाउँछ। र अन्त्यमा एउटा प्रश्नको साथ यो चर्चालाई टुङ्ग्यौं। वेबको संसार तीव्र गतिमा बदलिरहेको छ, जहाँ हरेक दिन नयाँ प्रविधिहरू जन्मिरहेका छन्। यस्तोमा PHP जस्तो एक अनुभवी र स्थापित भाषाको भविष्य के होला? के यो सधैँ सान्दर्भिक रहला? यसको बारेमा सोच्दै गर्नुहोला। आजको लागि यति नै।